बुझ्ने कहाँ, त्यो दर्शनको विषयमा बुझ्ने मानिस कहाँ हामीले कुराहरू राख्न सक्छौँ। अनि जब बुझ्ने मान्छेले हामीलाई अर्थ खोलिदिन्छ, त्यस पछाडि हामी परमेश्वरसँग सिधा जान सक्छौँ। जसरी सामुएल परमेश्वर उभिनु भएको ठाउँमा अनि सामुएलले जवाफ दिएको छ, हजुरको दास यहीँ छ। तपाईँ र मैले पनि यी कुराहरू चाहिँ गर्न आवश्यक छ। तपाईँ र मैले दर्शन देखिसके पछाडि यहाँ एलीले आवाज सुनेको छैन, तर उसलाई के हो भन्ने कुरा चाहिँ बुझ्ने कुरा चाहिँ उसलाई थाहा छ। अनि सामुएल सुन्न सक्छ, तर उसले परमेश्वरको सबै कुराहरू बुझ्न सक्दैन। अनि जब सुन्ने र बुझ्ने चाहिँ एक ठाउँमा आउँछ, तब मिरेकल्स ह्यापेन्स हुन्छ, त्यहाँ आश्चर्य कामहरू हुन्छ। आज तपाईँ र म सुन्ने र बुझ्ने यहाँ दुवैजना छौँ,